हे भगवान यसरी आएको थियो है चीनतर्फबाट हिम पहिरो हेर्नुहोस् त यो रसुवातिर रहेको अध्यागमन विभागमा आएको हिम पहिरोको दृश्य म तपाईँलाई देखाउँछु। भागाभागको अवस्था सिर्जना भएको थियो त्यहाँ। यो नेपाली समय अनुसार बिहान 9 बजेको यो दृश्य मुटु काम्ने डरै लाग्ने भागाभाग छ त्यहाँ। यस्तो डरलाग्दो हिम पहिरो आयो, यसले आज सिङ्गो देशलाई स्तब्ध बनायो। आज धेरै परिवारका आफ्ना जुन बेपत्ता भएका खबर आएका छन्। परिवार सम्पर्कमा छैन, रसुवातिर सम्पर्क हुन सकेको छैन, विभिन्न ठाउँमा सम्पर्क विच्छेद भएको छ किनकि कन्ट्याक्टै छैन। आज यस्तो अवस्थाबाट आएको थियो हिम पहिरो। यो हेर्नुभयो भने सबैको आङ सिरिङ्ग हुन्छ, हामीलाई डर लाग्छ, तर्सिन्छौँ। प्लिज अझै पनि सचेत सजग रहौँ। अझै पनि पुरा आएको छैन अरे, अझै आउन सक्ने भनिएको छ। त्यस कारणले हामी प्लिज मानवता नभुलौँ। यतिखेर एकले अर्कालाई सहयोग गर्ने समय पनि हो, तर केही समय पख्नुहोस्। अहिले नै हजुरहरू नदीको छेउछाउमा जाने, आसपासमा जाने काम नगर गर्छु र देशले सरकार